यदि तपाईँ पनि फेसबुकको कन्टेन्ट मोनेटाइजेसन टुल अन गरेर तपाईँ पनि फेसबुकबाट अर्निङ गर्ने चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि मोस्ट इम्पोर्टेन्ट हुनेवाला छ। सो भिडियोलाई तपाईँले लास्टसम्म हेर्नुहोला। म तपाईँलाई फुल्ली गाइड गर्छु नेपालमै कन्टेन्ट मोनेटाइजेसन टुल कसरी हामीले एक्सेस गर्न सकिन्छ र आफ्नो फेसबुकलाई मोनेटाइज गर्न सकिन्छ। जस्तै कि तपाईँले थम्बनेलमा हेर्नुभयो कन्टेन्ट मोनेटाइजेसनको लागि 10,000 फलोवर्स अनि 1.5 लाख भ्युज हामीले कसरी कम्प्लिट गर्ने, हाम्रो फेसबुक पेज अथवा प्रोफाइल एलिजिबल छ कि छैन त्यो सब कसरी चेक गर्ने म तपाईँलाई यहाँ लाइभ प्रुफ देखाइरहेको छु। सो मैले यहाँको आफ्नो कम्प्युटर स्क्रिनमा छु र मेरो जुन पेज छ पर्सनल पेज उमेश कुमार यादव, यो पर्सनल पेज मैले यहाँ लगइन गरेर राखेको छु र यो प्रोफेसनल ड्यासबोर्डमा मैले क्लिक गरेँ है। प्रोफेसनल ड्यासबोर्डमा क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले हेर्न सक्नुहुन्छ एकदम ग्रिन टिक छ, पेज हैज नो इस्यु। यदि तपाईँको प्रोफाइल छ भने सेम एज इट इज मैले जसरी गरेको छु तपाईँ पनि त्यसरी नै गएर चेक गर्नु होला। तपाईँको प्रोफाइल छ भने प्रोफाइल हैज नो इस्यु हुनु पऱ्यो, एकदम ग्रिन टिक लागेको, कुनै पनि त्यहाँ प्रब्लम हुनु भएन। र यहाँ तल हेर्न सक्नुहुन्छ होम, इनसाइट, कन्टेन्ट र मोनेटाइजेसन सेक्सनमा मैले क्लिक गरेँ र मोनेटाइजेसनमा क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले हेर्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन है। कन्टेन्ट मोनेटाइजेसन यहाँ अन छ है। योर प्रोग्राम हामीसँग कुन प्रोग्राम एभाइलेबल छ र नट एट एलिजिबल एउटा मात्र स्टार फ्रन्ट हाम्रोमा छैन, बट हाम्रो कन्टेन्ट मोनेटाइजेसन अन भइसकेको छ, स्टार पनि अन भइसकेको छ, सब्सक्रिप्सन पनि अन भइसकेको छ र पेड पार्टनरसिप एड त्यो पनि एलिजिबल भइसकेको छ र योर पेज इज अर्निङ मनी यहाँ तपाईँको ग्रिन टिक पनि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यदि तपाईँ पनि आफ्नो फेसबुक पेज अथवा प्रोफाइल मोनेटाइज गर्न चाहनुहुन्छ भने म यतापट्टि स्क्रिनसट लगाइदिने छु, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन नोटिफिकेसन रिमाइन्डर सेट यु आर इन्ट्रेस्टेड हेज बिन सबमिटेड वी विल नोटिफाई यु वेन बिकम इलिजिबल। तपाईँले यदि अलरेडी फर्म सबमिट गरिसक्नु भएको छ भने वेट लिस्टको क्राइटेरियामा हामीलाई सबभन्दा पहिला हामीले जोइन हुनुपर्छ। जुन कि कन्टेन्ट मोनेटाइजेसन टुल तपाईँको सो गरेको छ भने त्यहाँ एउटा सानो फर्म फिलअप गर्नुपर्ने हुन्छ म इन्ट्रेस्टेड छु भनेर, र भइसके पछाडि यो एउटा नोटिफिकेसन आउँछ र वेट लिस्ट क्राइटेरिया हामीले कम्प्लिट गर्नको लागि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मिटिङ द क्राइटेरिया पुट्स यु अन द वेट लिस्ट बट डजन्ट ग्यारेन्टी एक्सेस। जम्मा 6वटा है 4 of 6 मिट जम्मा 6वटा क्राइटेरिया हुन्छ र हाम्रो यो प्रोफाइल 6वटा क्राइटेरियामा 4वटा कम्प्लिट भएको छ है। सो म यता यसमा क्लिक गरेँ र यहाँ तपाईँले हेर्न सक्नुहुन्छ 4वटा क्राइटेरिया हाम्रो 6वटा मध्ये कम्प्लिट छ। फर्स्ट भनेको तपाईँको क्राइटेरिया के छ भन्दाखेरि 18 वर्ष तपाईँको उमेर हुनुपर्छ, जुन देशमा तपाईँ बस्दै हुनुहुन्छ त्यो देशमा कन्टेन्ट मोनेटाइजेसन एलिजिबल हुनुपर्छ र लास्ट 30 डेज पुरानो तपाईँको प्रोफाइल होस् या पेज होस् 30 दिन पुरानो हुनुपर्छ र पोस्ट एटलिस्ट 3 रिल्स इन द लास्ट 90 डेज भन्नाले 90 दिनभित्रमा तपाईँको 3वटा रिल पोस्ट गरेको हुनुपर्छ र कमसेकम 10,000 फलोवर्स तपाईँको पेज अथवा प्रोफाइलमा हुनु पर्यो र लास्ट 28 दिनमा 1.5 लाख युनिक भ्युज कम्प्लिट भएको हुनु पर्यो। अब यो 1.5 लाख भ्युज कस्तो हुन्छ भन्दाखेरि कन्टेन्ट इन्क्लुड भिडियो, स्टोरी एन्ड एड। तपाईँको कुनै भिडियो छ, रिल्स छ, स्टोरी छ अथवा तपाईँ आफ्नो कुनै पोस्टलाई बुस्ट गर्नुभएको छ, एड रन गर्नुभएको छ भने त्यहाँको भ्युज पनि यहाँ काउन्ट हुन्छ र यति गरिसके पछाडि 10,000 फलोवर्स, मेन कुरा भनेको 10,000 फलोवर्स र 1.5 लाख भ्युज कम्प्लिट भइसके पछाडि बल्ल कन्टेन्ट मोनेटाइजेसन अन हुन्छ। यहाँ तपाईँले हेरिसक्नुभयो र सेकेन्ड म तपाईँले यहाँ देखाउँछु र यो अर्को पेज रहेको छ हाम्रो मिथिला टेक ज्ञान प्राइभेट लिमिटेड, जुन अहिले हाम्रो यो युट्युब च्यानल छ मिथिला टेक ज्ञान प्राइभेट लिमिटेडको, त्यसकै यो पेज पनि छ फेसबुक पेज। सो म यहाँ तपाईँले क्लिक गरेर देखाउँछु। सबभन्दा पहिला म तपाईँले यहाँ टोटली लाइभ प्रुफ देखाउँछु क्या, कुनै पनि त्यस्तो तलमाथि होइन कि म तपाईँलाई लाइभ प्रुफ देखाउँछु है। प्रोफेसनल ड्यासबोर्डमा मैले यहाँ क्लिक गरेँ र हाम्रो यो मिथिला टेक ज्ञान प्राइभेट लिमिटेडको पेज पनि हिजो अस्ति मात्र मोनेटाइज भएको छ र मैले यता मोनेटाइजेसन ट्याबमा क्लिक गरेँ र मोनेटाइजेसन ट्याबमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ है कन्टेन्ट मोनेटाइजेसन इनेबल छ, स्टार इनेबल छ, सब्सक्रिप्सन इनेबल छ, पार्टनरसिप एड इनेबल छ र योर पेज इज अर्निङ मनी भनेर देखाइसकेको छ। यदि तपाईँ पनि आफ्नो फेसबुक पेज अथवा प्रोफाइलमा 10,000 फलोवर्स 1.5 लाख भ्युज कम्प्लिट गरेर फुल्ली मोनेटाइज गर्न चाहनुहुन्छ भने भिडियो डिस्प्लेमा नम्बर हाम्रो वाट्सएप नम्बर सो भइरह होला, त्यहाँबाट हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँको यदि फेसबुक पेज छ भने
ठ्याक्कै कन्ट्री टार्गेट गरेर मेटा एड रन गरेर पनि तपाईँ आफ्नो पेजमा अर्ग्यानिक फलोवर्स इन्क्रिज गर्न सक्नुहुन्छ। होइन भने हामीले एसएमएम प्यानलबाट पनि तपाईँकोमा कम्प्लिट गरिदिन्छौँ र जति पनि यो सर्भिस हामीहरू दिन्छौँ एकदम फुल्ली जेन्युन ट्रस्टेड र नन ड्रप सर्भिसहरू हुन्छ, कहिले पनि ड्रप हुँदैन। मजाले तपाईँ जेन्युन तरिकाले तपाईँ आफ्नो फेसबुक पेज अथवा प्रोफाइललाई मोनेटाइज गर्न सक्नुहुन्छ। सो आजको लागि यति नै। भिडियो राम्रो लाग्यो लाइक गर्नु होला, एउटा कमेन्ट गर्नु होला, साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकनमा अल प्रेस गर्नु होला। हस्त, धन्यवाद।